हाई एभ्रिवान वेलकम टु माई डे 4 मिनी ब्लग। स्वागत छ हजुरहरूलाई। सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। सो आज चाहिँ मेरो दिनको सुरुवात आफ्नै सानो कोठाबाट मैले चाहिँ बाबुलाई स्कुल पठाएर बल्ल स्वागत गर्दैछु हजुरहरूलाई। बाबु स्कुल गएपछि चाहिँ खानासाना खाएर रुम सिरी च्याट्ट पारे। घर सफा भएको ठाउँमा गृहिणीको बास हुन्छ अरे, त्यसैले चाहिँ कोठा सफा गरेर मलाई चाहिँ आनन्द आउँछ के। अनि हजुरहरूलाई भाँडा चाहिँ माझ्न बाँकी नै थियो साथीहरू, अनि बल्ल म चाहिँ भाँडा माझ्न लागेँ। होइन यो मच्छर पनि कति हो के साथीहरू, छिटो भाँडा माझेर सक्नु पर्यो भनेको मच्छरले टोकेर हैरान बनायो मलाई त। ल मेरो घरको कामकाज पनि सकियो, अरू झाडु पोछा चाहिँ बिहानै गरिसकेको थिएँ। मैले यति धेरै मेहनत गरेको छु नि साथीहरू, किन होला हजुरहरूले माया साथ सपोर्ट नदिनु भएको होला। अब छिटो रेडी भएर म चाहिँ लागेँ आफ्नो गडेरीतिर, किनभने हिजोदेखि यहाँ घर बनाउने मिस्त्रीहरू आउनु भएको छ। अहिले चाहिँ 12 बज्न लाग्यो। किन हतार गरेको भन्नुहुन्छ भने चाहिँ मैले चाहिँ फ्रिजको पानी बोकेर लिएर जाँदैछु। 12 बजे उहाँहरूको खाना खाने समय हो नि त। खाएको समय छ, एकैछिन घाम लगाइहाल्यो भने पार पनि शरीर अलस्स बनाउँछ। झन् उहाँहरूले चाहिँ दिनभर घाममा खटेर काम गर्नुभएको छ। म चाहिँ किन हिँड्दै गएको भन्नुहुन्छ भने चाहिँ मेरो साइकल पनि पङ्चर भएको रहेछ, यसो हेरेको थिएँ। बुढाले पनि स्कुटर लिएर उतै जानुभएको छ गडेरीतिर। आजको मौसम पनि कति राम्रो देखेको, हरियाली, घाम पनि त्यति चर्को लाएको छैन, त्यसैले म चाहिँ हिँड्दै जाँदैछु साथीहरू। म चाहिँ कोटा स्कुल आइपुगेँ। कतातिर हो भन्नुहुन्छ भने चाहिँ कोटा स्कुलदेखि तल लाग्ने अबको एकैछिनमा चाहिँ म गडेरीमा आइपुग्छु। आज कति ठुलो दशाबाट बाँच्नुभयो काम गर्ने बाबुले चाहिँ ढुङ्गा ओसार्दै हुनुहुँदो रहेछ। ढुङ्गा मुनि चाहिँ कति ठुलो गोवन सर्प लुकेर बसेको धन्न देखिहाल्नु भयो। हामी छोरी मान्छे भएको भए चिच्चाएर त्यहाँबाट भागिसक्थ्यौँ। हुन त उहाँहरू छोरा मान्छे सबैजना काम गर्ने ठाउँमा चाहिँ केही थिएन अरे, त्यो एउटा रड थियो अरे, ग्लेन्डरले तिखो बनाएर चाहिँ हान्नु भएछ मुखमा। त्यो सर्प चाहिँ त्यही ठाउँको ठाउँ मरेछ। आफ्नो शरीर बचाउनको लागि भए पनि सर्प चाहिँ मार्नै पर्यो साथीहरू। म चाहिँ एकैछिन बसेँ, घाम थियो 12 बजेको, बुढाबुढी भएर घरतिर लागेँ। ल साथीहरू, आजको लागि यति नै। फेरि भेटौँला। के कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु होला। धन्यवाद।